नमस्ते, म भूपेन। आज म तपाईँलाई एउटा कविता सुनाउँछु। मेरो कविताको शीर्षक छ दिनचर्या। बिहानै काममा निस्किन्छ, बेलुका अबेर घर फर्किन्छ। दिनभरको थकित शरीर लिएर जब ओछ्यानमा पल्टिन्छ, तब आमाको न्यानो काख सम्झिन्छ। उमेर ढल्दै गरेका बाको अनुहार सम्झिन्छ। मनले सन्तानको निर्दोष अनुहार देख्छ, आँखाले श्रीमतीको उराठ लाग्दो संसार देख्छ। आँखा बन्द गर्दा ऋणको भारीले थिचिन्छ, आँखा खोल्दा परिवारको जिम्मेवारीले पिरुलिन्छ। अनि उठ्छ जर्याक जुरुक, लगाउँछ टोयलेटको ढोकाको चुकुल, रुन्छ धित मर्ने गरी, बगाउँछ मनभित्रका पीडाहरू साउनको भेलसरी, र निस्किन्छ ओठमा एकसरको मुस्कान लिएर। अचेल यस्तै छ साथी, परदेशीको दिनचर्या।